हेलो गाइस, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। र आज त्यही हो यहाँ हाम्रो मिस सपनम बहिनीको बर्थडे र बर्थडे गर्ल चाहिँ हेरिदिनुहोस् खल खल भएर बसिरहेको छ। के गर्नु बर्थडेको दिन पनि यहाँ हेर्नु बर्थडे गर्ल मेरो आमाको याद आयो मलाई। ला आमाको याद आयो अरे। र यहाँनिर 7 दिन हुँदैछ भेनाले साली भेना मिलेर चाहिँ हो। यहाँनिर आलु तास्दैछ। कतिको गरम छ भनिदिनु पर्यो। त्यस्तो त छ, त्यस्तो परेको छैन गरम। यहाँ चुइसके आइदातिर नहाल्नु होला है आलुहरूतिर। यति डरले चाहिँ यहाँनिर बनाउँदैछु खिर हो र साथमा आलुदम र त्यसपछि हामीले पुरी बनाउनेछौँ। आजको लागि चाहिँ यति नै हो बनाउने। गरम चाहिँ अब यस्तो डरलाग्दो छ कि आम्मा यता हेर्नुहोस् न लु, बहुत डरलाग्दो गरम छ। गरमले पुरा बेहाल भइसकेको छ। पसिना पोछेकोले चाहिँ नि अनुहारहरू चाहिँ पिल्छिसक्यो हाम्रो चाहिँ। उफ नि यहाँ चाहिँ खलखल भइसकेको छ। तपाईँले पसिना पोच्नु पर्यो होला। लुगा भिजिसक्यो नि त गरमले। कति डिग्री छ आज गरम? 38 तर फिल्स लाइक 42 43 है। अन्त मर्छ नि अन्त आम्मामा अझै बढ्नु डल्लै छ। खिर रेडी हुँदैछ। अब खिर चाहिँ रेडी हुन आँट्यो हो। र यहाँनिर चाहिँ साली भेनाले चाहिँ धमाधम पुरी पोल्दैछ। अब नि खलखल भइसक्यो। हेरेर यहाँ हेर्नुहोस् हालत मेरो, हेर्नुहोस् भन्दैछ हालत। यो मौसमको लागि बनेको होइन अरे। म त होइन, हामी होइन, हामी चाहिँ यो मौसमको लागि, हामी चाहिँ यस्तो मौसमको लागि बनेको होइन भन्छ। उफ जिन्दगीमा खासै मलाई खिर बनाउनु चाहिँ आउँदैन हो। र पनि ट्राई चाहिँ गरेँ। अब चाहिँ पाकिसकेको छ हाम्रो यहाँ खिर। र अब चाहिँ यसमा हल्का ड्राई फ्रुट्सहरू हाल्ने बेला आयो। के गर्दैछौ भाँडा हाल्दै? अब खिर रेडी भयो। खिर पनि पाक्यो, मान्छे पनि पाक्यो है साथीहरू। हाम्रो खाना चाहिँ रेडी भयो हो। यो चाहिँ आलुदम, यो चाहिँ हो अघि बनाएको हामीले बनाएको खिर। र यहाँनिर छ पुरी र यहाँनिर पनि छ सुक्खा रोटी। र यत्रो खाना चाहिँ किन भन्नुहुन्छ होला होइन, किनभने हामी चाहिँ यहाँनिर 8 जना बस्छु हो। र 8 जनालाई चाहिँ अब निकै नै बनाउनु पर्यो नि त हो। के है यहाँ चाहिँ हो पाक्यो भन्दै यसरी कराउनु पर्छ नि त हो साथीहरू। लडाइरहेछ देखाइन मैले। गरमको बारेमा के भन्नु छ अलिकति भनिदिनु पर्यो। कस्तो छ गरम? गरमको बारेमा अब म के भन्नु सक्छु र अहिले 5 दिनमा छेपल्ला जस्तो भइसक्यो अहिलेसम्म नको। लाइट आयो कुलर हावा सरेर। तपाईँ के भन्न चाहनुहुन्छ गरमको बारेमा? के भन्नु सक्छु र मर्नु न बाँच्नु भइसक्यो है। यहाँ चाहिँ बिहाल छ है साथीहरू। यो मैले हिजो उयो हालेको थिएँ नि, मजाको थियो। ल अब चाहिँ गएको फ्रेस हुनुको लागि। यहाँनिर चाहिँ हुनुहुन्छ हाम्रो बर्थडे गर्नु। के चाहिँ गर्दैछ हेर्नु न गरममा। मेकअप पार्छु भन्छ हो, गाँचा लाउँछु भन्छ। गरम छ यस्तो एकछिनमै बग्छ। आमा खल हुँदै हेर्नु लु गरममा चाहिँ हो। के हो अन्त फोटो खिच्नु पर्यो। भित्ताभरि यस्तो बनाइरहेको छ फेरि हो। यो चाहिँ हो सपनमको रुम। सन्डे मन्डे ट्युसडे त तपाईँलाई थाहै छ है। उफ गरमले चाहिँ बढे। यता हेर्दै त लु कस्तो देखेको रहेछ। यहाँ हेर्दै त लु। ल यसले चाहिँ यहाँ फुल छर्नाटेको रहेछ हो। फुल चाहिँ उडाको गर्दैछ। कहाँ हुन्छ अन्त यहाँनिर फुल छर्दा? फुल छर्छ अरे भगवान्। कि हुँदैन हौ, फ्यानले दिँदैन। गयो अरे हुँदैन है। फुल बनाउने अरे। बेडहरू पनि हो, बेड कभर पनि चेन्ज गरेछ। 2 जना लडिरहेको छ यहाँनिर। नक्कल पारेको होइन, आज पनि सही छैन। कसलाई देखाउनुको लागि यस्तो गरेको लु भनिदिनु। यो रहेछ ह्याप्पी बर्थडे। खोइ उनीहरूले के नलेखेको न है।
भेना पनि आइसक्नु भएको छ। सम्झ्यो ल हाम्रो किबो पनि आइसकेछ। किबो सालीको बर्थडेमा 2 शब्द के भन्न चाहन्छौ? अब साली एकदम आशीर्वाद छ भेनाकोबाट। अहिले नै बिहा चाहिँ नहुनु गई चाहिँ नहाल्नु। हाम्रो मेहमानहरू पनि अब बर्थडेको लागि आउनु हुँदैछ। खै त्यही त है कस्तो है माथिको कस्तो गुम्सिन्छ है यहाँको रुमहरू। त गुम्सिन्छ मलाई दिनु। तल्लो गाउँको मेहमानहरू आइपुग्नु भयो। मेहमानहरू सबै इन्तजारमा खलखल भइसक्यो यहाँ गरमले। सेतो 22 को आज बहिनीको बर्थडेको खाइदिनुपर्छ बर्थडेको लागि त। ह्याप्पी बर्थडे मेरो बहिनीलाई। थ्याङ्क यू। अब चाहिँ सालीले भेनालाई ल भेना दरा सालीलाई खिलाएको। ह्यापी बर्थडे सालीलाई। हुन्छ धन्यवाद चाहिँ। लु छेमा भन्छ फोटो। ल यहाँ चाहिँ अब सुरेखा म्यामले खुवाउनु हुँदैछ। बर्थडेको त खलखल भइसक्यो है। पसिनै पसिना हामीहरू पनि त्यस्तै भइसक्यो। यतिकामा थाहा पाउनुपर्छ कि गरम चाहिँ कतिको छ भनेर है। झट्टरी दे पाए त अन्त गरम भइसक्यो। म खान्दिनँ। बढाउनु पऱ्यो कि त्यसो। यता हो भने आबेन यताबाट सोल्टी है। सोल्टी खाएको छ नि बाउलाई सोल्टी बनाउने गरम चाहिँ डरलाग्दो छ है साँच्ची नै। खाऊ न भाइ अलिकति त। सानो गाउँ भाइ। ह्याप्पी बर्थडे कस्तो तातिन्छ है माथि त। शुक्रबार त नहोस् भनेको। मुख फेरि जिन्दगीमा लु आजको काण्ड सक्यो यति हो। किबु
चाहिँ सानो बलि किबु 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 किबुलाई पनि ह्याप्पी बर्थडेको केक गरे खै सानो बर्थडे नानीलाई पनि सबसे लास्ट हो म मिस हुँदैन हामी कक्क खान्छ ह्याप्पी बर्थडे किबु लु अब चाहिँ केकहरू काटिसक्यो बर्थडे पनि भयो के भन्न चाहन्छ धेरै धेरै धन्यवाद सबैजनालाई मलाई विश गर्नुभएकोमा टाढो टाढोबाट पनि धन्यवाद मेरो परिवारहरूलाई पनि सबैले मलाई विश गर्नुभएको छ बराबरी सबैजनालाई धन्यवाद नमस्ते मिठो टेस्ट आयो अब चाहिँ हाम्रो डिनर टाइम अहिले नको फेरि अहिले खलखल भयो आम्मामा यस्तो हुन्छ यहाँ त्यही भर्खर नयो अहिले खलखल भर्खर नयो अहिले खलखल र पुरी आलुदम खासमा चाहिँ हामी चाहिँ हो एकैसाथ बसेर खान्छौँ तर आज चाहिँ लाइट छैन हो त्यो कारणले गर्दाखेरि चाहिँ आफ्नो आफ्नो रुममा बसेर खाएको आज चाहिँ पार्टी अझै बाँकी छ फ्राइडे मासु मेन हो यहाँको त मासु दिएन भने यो मर्छ होला आज चाहिँ मासु किन नदिएको भन्दाखेरि चाहिँ आज चाहिँ मन्दिर गएको थियो हो मन्दिर गएको टाइममा चाहिँ मासु नपाएको नि त र मासु चाहिँ फ्राइडे र आजलाई यति भन्दै नै आजको भ्लग चाहिँ म यहीँ एन्ड गर्छु बाई बाई गुड नाइट थ्याङ्क यू